एउटा रवि लामी छानेको कुरा गरेको छ, एउटा बालेनको कुरा गरेको छ, एउटा कुलमानको कुरा गरेको छ। त्यो 3 जना मान्छे भन्दा 3 करोड नेपाली ठुलो हो कि सानो हो है? किन भनिराख्नु तिनीहरूको नाम? किन त्यो तपाईँको मिडिया ट्रायल गरिराख्नु? मिडिया चलाउने साथीहरूलाई भन्न चाहन्छु, झुटो समाचार सम्प्रेषण गरेर भ्युज बटुलेर डलरको आशा नगर्नु न है। तपाईहरुलाई विदेशीले पैसा दिएको होला, ठिक छ हैन? तपाईले खाइराख्नु भएको होला पापको तपाईको चाहिँ देशले दिएको पैसा, तर त्यसको तपाईको त्यसरी चाहिँ तपाईले हैन बाहिर प्रदर्शन गरेर हिँड्नु आवश्यक छैन। आदरणीय दाजुभाइ दिदीबहिनी, म भन्न चाहन्छु है, हामी यो देशवासीसँग मिल्छौँ, हामी ओखलढुङ्गावासीसँग मिल्छौँ हैन? यहाँ तपाईको चाहिँ यता आइदिनुहोस् त, तपाईँ यता आइदिनुहोस् त, यता आइदिनुहोस् त है। तपाईँ 4 जना आइदिनुहोस् त, यहाँ उभिदिनुहोस् त। 4 जना यता आउनु त हैन? 4 जना यता आउनु त हैन? यता आउनु त। एउटा उता उभिनु न लाइन है, हो त्यसरी हैन? कतिजना मान्छे यहाँ आउनुभयो? 4 जना। अरू मान्छे बोलाएर कति हुन्छ हैन? 1 जना फेरि बोलायो भने कति हुन्छ? 5। त्यो 3 जना धेरै कि यो 4 जना धेरै? अब यो 4 जनासँग म मिलिसके त कस्तो त्यो 3 जनासँग मिल्नु भनिरहेको हैन? यत्रो तपाईँको छैन हजारौँ मान्छेसँग मिल्न आइरहेको छु म हैन? अनि एक्लै हिँड्ने भन्छ। आज हामी एक्लै छौँ र है? के फरक छ र तपाईँको छैन उहाँ र तिनीहरूमा के फरक छ र? के फरक छ है? तर एउटा ठुलो फरक चाहिँ के छ थाहा छ? उहाँहरू भनेको मैले यसो हात छाम्दाखेरि ठेला आइराखेको छ, कोदाली चलाउने मान्छे। त्यो मान्छेहरू भनेको जिब्रो मात्रै चलाउने मान्छे है, जिब्रो मात्रै चलाउने मान्छे। मह जस्तो जिब्रो हैन, तितेपाती जस्तो तितो। तितेपाती फेरि दबाई हो, फेरि त्यसो भन्दा फेरि तितेपातीले मुद्दा लाउला कि है? तितो व्यवहार मिठो बोली भएको मान्छेहरू तिनीहरू है। तिनीहरूसँग मिल्न छैन। 4 जनासँग मिले, यहाँ हजारौँसँग मिल्दैछ। आदरणीय दाजुभाइ धन्यवाद छ, तपाईँ जाँदा हुन्छ, धन्यवाद छ। र म अन्त्यमा 3टा प्रश्न सोध्न चाहन्छु त्यो 3 जना मान्छेलाई। नम्बर 1 मा कुलमानजी, प्रत्येक आमसभामा मैले उहाँलाई प्रश्न सोध्छु, सोधिरहेको छु, उत्तर आएको छैन है। तामाङ समुदायलाई म रेस्पेक्ट गर्छु, आदर गर्छु आत्माबाट। म हरेक जात जाति हरेक संस्कृतिलाई म सम्मान गर्छु। कुलमानजीलाई मात्रै हो यो प्रश्न, मैले तामाङ समुदायलाई भने होइन है। कुलमानजीलाई मेरो प्रश्न के छ भने, एमसीसी राष्ट्रघाती सन्धि जसले आफ्नो सम्पदा सुम्पनु भन्छ, आफ्नो कानुन भन्दा ठुलो त्यो सम्झौता भन्छ, जसले आफ्नो निर्णय गर्नुको लागि छिमेकी मुलुकलाई सोध्नुपर्छ भन्छ, जसले यो देशमा सैन्य तालिम गर्नुपर्छ भनेर विदेशी अखडा सैनिकको अखडा बनाउन चाहन्छ, त्यस्तो एमसीसी प्रति तपाईँको धारणा के छ? तपाईँ यस एमसीसी को पक्षमा हो या नो एमसीसी को पक्षमा हो? यति कुरा राखिदिनु। रवि लामिछानेजीलाई म के भन्न चाहन्छु, जेएनजीको आन्दोलनमा है जेलबाट तपाईँ भाग्नुभयो, तपाईँ सँगसँगै थुप्रै मान्छे पनि भागे है। तर 2-4 दिनपछि फेरि तपाईँ लुरुक्क फर्केर किन बस्नुभयो है? यसको उत्तर रवि लामिछानेजीले मलाई आम सभाबाट दिनुपर्छ। मलाई मेसेज गरेर, चिठी पठाएर होइन है, एसएमएस गरेर होइन, व्हाट्सएप गरेर होइन। र बालनजीलाई म अन्तिम के प्रश्न सोध्न चाहन्छु भने, तपाईले जेएनजीलाई उकास्नु भयो, अब यस्तो गरौँ है उस्तो गरौँ है भन्नुभयो। पहिला र्याप स्याप गाएर निकै फलोअर्स बढाउनु भएको मान्छे, त्यसो भएको कारणले जेएनजी पुस्ता भनेको तपाईको छैन 15-16 उस्तै मसिना नानीहरू, उनीहरूलाई के थाहा हुँदैन त्यति धेरै। उहाँहरू आन्दोलनमा जानुभयो हैन, टाउकोमा गोली हान्यो हैन, कसले हान्यो त्यो रहस्यको कुरा होला। गिनी बोकेर बाउलाई हिँडेको थियो यो जेएनजीहरू, हो कि होइन है? त्यस पछाडि त्यो आन्दोलनले यति धेरै उत्कर्ष लियो कि सिंहदरबारसम्म जल्यो। तपाईको श्रीमतीलाई प्रहरीले रोक्दाखेरि सिंहदरबार जलाउनु भनेर भन्नुभएको, जलाउँछु भनेर भन्नुभएको थियो, त्यो आन्दोलन मार्फत तपाईले त्यो जलाउनु भयो है। त्यस पछाडिको अवस्थामा प्रधानमन्त्री बन्नका लागि जेएनजीले तपाईलाई सोधेको थियो, खोजेको थियो, त्यतिखेर तपाईँ किन डरले लुकेर बस्नुभयो है? जेएनजीलाई किन उकास्नु भयो हैन? त्यस्तो खालको माहौल बनाएर त्यो सिंहदरबार तपाईले किन जलाउनु भयो?
त्यस पछाडि बन्ने सरकारको नेतृत्व तपाईँले गर्नुपर्छ भनेर जेनजीले भन्दा तपाईँ लुकेर किन बस्नुभयो? जेनजीको अन्त्येष्टिसम्ममा पनि तपाईँ आउनु भएन, किन आउनु भएन? अनि अहिले यतिका महिना बितिसकेपछि तपाईँले फेरि राजनीतिक दल खोइ के भनेर चाहिँ तपाईँ आउन खोज्दै हुनुहुन्छ है। प्रत्येक नेपालीले तपाईँलाई सोध्नेछ होइन, तपाईँलाई सोध्नेछ, प्रत्येक गौडामा सोध्नेछ, यही घरमा सोध्नेछ, उतैमा सोध्नेछ, प्रत्येक घरमा सोध्नेछ कि तपाईँले जेनजीलाई दुरुपयोग गरेर जेनजीको तपाईँको आन्दोलनको आडमा सिंहदरबार किन जल्यो होइन? र त्यो दुर्घटना जुन नेपालको एउटा बदनाम हुने गरी, अन्तर्राष्ट्रिय बदनाम हुने गरी भइसकेको तपाईँको छैन, त्यो एउटा दुःखद परिणतिको जिम्मा तपाईँले किन लिनु भएन? र कुलमानजीसँग मैले वार्तामा भेट्दाखेरि कुलमानजीले मलाई के भन्नुभयो भने बालेनजीले जे भन्नुहुन्छ त्यही बन्छ यसपालि सरकार भनेर भन्नुभयो। यो सरकार तपाईँको सरकार हो कि होइन? होइन, यदि यो सरकार तपाईँको इसारामा बनेको सरकार हो भने फेरि अहिले माइती घरबाट जेनजीलाई किन पक्रेर लाँदै हुनुहुन्छ है? यी प्रश्नहरूको उत्तर तपाईँलाई प्रत्येक गौडामा नेपालीले सोध्नेछ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, त्यति सजिलो छैन, नेपालको राजनीति त्यति सजिलो छैन। यो देशमा झगडा गराइराख्ने होइन, प्रहरी मित्रहरू हेर्दाखेरि माया लाग्छ है, ड्युटीमा खटेको हुन्छ, नेताले गल्ती गर्ने, प्रहरीले दुःख पाउने, प्रहरी साथीभाइहरू पनि तपाईँको छैन तपाईँको चौबाटोमा लगेर कुटिएर मारिएको नियति हामीले देख्नु पर्यो है। त्यो प्रहरीहरू हाम्रा तपाईँको नेपाली दाजुभाइ हुन् कि होइनन्? हाम्रा दाजुभाइहरू नै हुन् नि होइन। यसरीले प्रहरीले सधैँभरि दुःख पाइराख्नु पर्ने, देशले सधैँभरि दुःख पाइराख्नु पर्ने यो अराजकता होइन, यो खालको बेथुती, यो खालको अस्थिरता र विदेशीको हाली मुहाली हुने स्थितिदेखि अब नेपाल मुक्त हुनुपर्छ भन्ने उद्घोषका साथ आएको पार्टी हो श्रम संस्कृति। त्यसो भएको कारणले गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म यहाँ सबैजनालाई निवेदन गर्न चाहन्छु, अब हामी यो देशलाई माया गर्छौँ भने, मैले उद्घोषमा भनेको थिएँ यो देशको माया लाग्छ भन्दा तपाईँले माया लाग्छ भन्नुभएको थियो। अब यो सबै कुरा सुनिसकेपछि तपाईँको दिमागमा थुप्रै प्रश्न चिन्हहरू उब्जियो होला हो। त्यो तपाईँको दिमागमा उब्जिएको प्रश्नको उत्तर दिने तपाईँले नै हो, मैले होइन। म दिन सक्दिनँ तपाईँको मनभरिको प्रश्नको उत्तर होइन। तपाईँलाई देशको माया लाग्छ, देश कसले जलायो, देशलाई अस्थिरता कसले बनायो, हाम्रा प्रहरी दाजुभाइहरूलाई कसले मारे, हाम्रा प्रहरी तपाईँको छैन होइन, प्रहरी पोस्टहरूमा 200 भन्दा धेरै प्रहरी चौकीमा चाहिँ आगजनी भयो। प्रहरी छैन भने देश रहँदैन। एक दिन मात्रै प्रहरी नहुँदाखेरि के भयो थाहा भयो? थाहा भयो कि भएन? त्यसो भएको कारणले गर्दाखेरि प्रहरी दाजुभाइहरूलाई हेर्ने दृष्टिकोण होइन, हाम्रो परिवर्तन हुनु जरुरी छ। प्रहरी आवश्यक छ कि छैन देशमा? अहिले प्रहरी नहोस् त, एक दिनमा नहोस् त, अस्ति एक दिन नहुँदा के भयो? त्यसले गर्दाखेरि प्रहरी दाजुभाइहरूलाई हामीले मायाको दृष्टिकोणले हेर्ने गरौँ। हाम्रो आफ्नै दाजुभाइ हो होइन। त्यसो भएको कारणले गर्दाखेरि प्रहरीप्रति म सम्मान पनि व्यक्त गर्न चाहन्छु यो मञ्चबाट आज है। तपाईँहरू हुनुहुन्छ के अरे रहनु भएन भने देश रहँदैन। प्रहरी इमान्दार भएर काम गर्नुहोस्, निडर भएर काम गर्नुहोस्। अब श्रम संस्कृतिको सरकार आइसकेपछि नेताको चाकरी गर्नु पर्दैन। प्रहरीले देशको सुरक्षा गर्छ, जनताको सुरक्षा गर्छ है। कुनै प्रमोसन पाउनको लागि कुन चाहिँ नेताको तपाईँको घरमा गएर गोठाला बस्नुपर्ने, उसको तपाईँको खुट्टा मोल्नुपर्ने, गोडा मोल्नुपर्ने दिन हुँदैन। प्रहरी राज्यको रहन्छ, निरपेक्ष रहन्छ, कुनै तपाईँको चाहिँ पार्टीको सम्बन्धित पार्टीको रहँदैन। यो तपाईँको के रहन्छ? राज्यको, देशको रहन्छ, जनताको रहन्छ। यहाँहरू सबैजनालाई म धन्यवाद दिन चाहन्छु, आयोजकलाई धन्यवाद दिन चाहन्छु, पत्रकार मित्रहरूलाई पनि धन्यवाद दिन चाहन्छु र पत्रकार मित्रहरूलाई पनि म हार्दिक धन्यवाद दिँदै के पनि भन्न चाहन्छु भने तपाईँहरूको कलम, तपाईँहरूको क्यामेरा सधैँभरि निष्पक्ष तरिकाले चलोस्। हर्क साम्पाङले गलत गर्यो भने, हर्क साम्पाङले यहाँ गलत गर्यो भनेर प्रमाण सहित आउनुहोस्, बिना प्रमाणले नआउनु होला प्लिज है। बिना प्रमाण आउनुभयो भने चाहिँ मैले पनि प्रतिवाद गर्ने मेरो अधिकार छ, व्यक्तिको अधिकार रहन्छ। मैले पनि तपाईँको विरुद्धमा भिडियो बनाउनु पर्ने हुन्छ। मैले भिडियो बनाइसकेपछि धेरैले तपाईँलाई गाली गरिसकेपछि फेरि मानव अधिकार के भन्दै कुदिनु नपरोस् है। प्रमाण सहित आउनुहोस्। कोही कसैले गलत गरेको छ भने यो प्रमाण हो, यसरी गलत गरौँ भनेर तपाईँको डाङ्गो बनाइदिनुहोस्। त्यसका लागि श्रम संस्कृतिले सधैँभरि पत्रकारको, स्वतन्त्र पत्रकारिताको पक्षमा
वकालत गर्नेछ। सधैँभरि श्रम संस्कृति आज भोलि पर्सि 100 वर्ष पछाडि पनि सधैँभरि स्वतन्त्र पत्रकारहरूलाई सम्मान गर्नेछ। यहाँहरू सबैजनालाई म त्यो भन्न चाहन्छु र यति भन्न चाहन्छु मित्रहरू, आदरणीय दाजुभाइ दिदीबहिनीहरू, ओखलढुङ्गावासी आमा बुवा दाजुभाइ दिदीबहिनी भान्जा भान्जी र जेन्जीहरू, अब मैले मेरो कुराहरू राखिसकेँ। धेरै कुराहरू मैले यहाँहरूलाई सुनाएँ।